हेलो अंकितजी, के छ हालखबर? नेपालगञ्जको जेनजीको हालखबर के छ त अहिले? ठिक छ हालखबर के हुन्छ तपाईँको के छ? हाम्रोतिर पनि ठिकै छ। अनि यो बिचमा तपाईँ त निकै लाग्नुभयो त सोसियल मिडियामा जेनजी पोस्टलाई। जेनजीलाई निकै सपोर्ट गर्दै हुनुहुन्छ यसको मतलब। आफै जेन्जी भएपछि सपोर्ट गर्नै पर्ने भयो। त्यही त, आफै जेनजी भएपछि जेनजीको प्रदर्शनमा चाहिँ जानुभयो कि जानु भएन त? गएँ त्यसै दिनको प्रदर्शन भयो। पहिलो दिन दोस्रो दिन दुवै दिन। जसरी तपाईँको सोसियल मिडिया हेर्दाखेरि तपाईँले जसरी बालेन शाहलाई सपोर्ट गर्दै हुनुहुन्थ्यो र हजुरको भिडियो पनि देखेको थिएँ। अब हजुरले भनेको पनि ठिकै थियो, उहाँ अब 6 महिनाको लागि होइन, अब 5 वर्षको लागि आउनुपर्छ भन्ने थियो। खासमा बालेन शाह किन आउनुपर्ने, बालेनलाई चाहिँ किन सपोर्ट गर्दै हुनुहुन्छ हजुर? एउटा जेनजी भएर जेनजीलाई सपोर्ट गर्दै भएर हो कि उहाँको यो मेयर हुँदाखेरिको काम देखेर? यस्तो हो, नेपालको अब लास्ट अब हामीले पोलिटिक्स जान्ने भएदेखिको पोलिटिक्स हेऱ्यो भने सबै नेताहरू चाहिँ आफ्नो व्यक्तिगत स्वार्थ, पार्टीगत स्वार्थ, आफ्नो नातागोता नजिकको मान्छेहरूलाई कसरी हुन्छ राम्रो ठाउँमा पुर्याउने अनि जनताको मतलब नगर्ने, नियम कानुन मिच्ने, संविधान पनि आफ्नो तरिकाले लेखेर हुन्छ, परिमार्जन गरेर हुन्छ, फाइदा लुट्ने गरिरहेको देखिरहेको बेलामा कोही एकजना पढे लेखेको मान्छे अनि कसैसँग पनि नडराएर, कुनै पनि पदको मान्छेसँग नडराएर निडर रूपमा काम गर्न सक्ने मान्छे देख्दाखेरि सबै जेनजीले अहिलेको यो क्रान्तिपछि खोजेको प्रधानमन्त्री भनेको बालेन जतिको मान्छे चाहिँ हुनुपर्छ भन्ने थियो। अनि सबैले बालेनलाई नै टार्गेट गरेरै लगभग यो प्रोटेस्ट गरिरहेको, बालेन आउनै पर्छ, बालेनले सपोर्ट गरिदिनुपर्छ भन्ने कुरा हुँदाहुँदै उहाँले एउटा फेसबुक स्ट्याटस मार्फत समर्थन जनाउनु पनि भएको थियो पहिलो दिनकै आन्दोलनभन्दा अगाडि नै। तर अब उहाँको इन्टरनल टिमको कुरा, उहाँकै आफ्नै कुराहरू बुझ्दै जाँदाखेरि चाहिँ अहिले यो सर्ट टाइममा आयो भने भोलि कन्फ्लिक्ट अफ इन्ट्रेस्टले गर्दाखेरि चुनाव लड्न नमिल्ने, अनि त्यसपछि अगाडि अब धेरै कुराहरू डिसाइड गर्न नमिल्ने भएको कारणले गर्दाखेरि उहाँले ब्याक भएर सुशीला कार्कीलाई जुन तरिकाले समर्थन गर्नुभयो, त्यो लेभलको सेक्रिफाइस पनि त्यहाँनिरबाट देखिन्छ कि एउटा युवा जसलाई प्रधानमन्त्री लगभग जेनजीले मानिसकेको सुम्पिँदा पनि उहाँले सेक्रिफाइस गरेर होइन म अहिले बन्दिनँ भन्नुभयो। भोलि 6 महिनापछि चुनाव होला, उहाँले जित्नु होला नहोला त्यो कुनै 100% स्योरिटी त त्यहाँनिर छैन नि त। त्यही पनि हुँदाहुँदै पनि उहाँले रिजेक्सन गर्नुभयो पाइरहेको पोस्ट भनेपछि त्यतिको सेक्रिफाइस गर्न सक्ने नेता नेपालमा कहाँ छ त भन्ने कुरा हो कि। त्यस कारणले गर्दा हामीले बालेनको लागि रुटेड हुनुको रिजन एउटा मात्रै के हो भने उसँग एउटा भिजन छ, उसले लङ टर्म हेर्छ, नियम कानुनदेखि लिएर एभ्रिथिङ उसले लामो समयसम्मको लागि हेर्छ र सँगसँगै कुनै ठाउँमा सेक्रिफाइस गर्नुपर्छ कुनै कुराहरू, कुनै पोस्टहरू भने ऊ सेक्रिफाइस पनि गर्न तयार भएको नाताले गर्दा त्यो अहिलेसम्म नेपालमा कुनै पनि नेतामा देखिएन। सबै नेताहरू कुर्सी उन्मुख हुने, पदै खोजिराख्ने देखिन्छ। अहिले पनि हेर्नु न, कतिपय पार्टीहरूको नेताहरूले छोडेर पद छोडेर जान पर्दाखेरि जस्तो एमालेकै कतिपय नेताहरू अहिले फेसबुकमै कमेन्टमा जुवारी खेलिरहेको अवस्था छ होइन। अब त्यस्तो नेताहरूको वरिपरिमा बालेनलाई देख्दाखेरि बालेनलाई सपोर्ट नगर्नुको कुनै रिजन नभेटेको कारणले गर्दा सपोर्ट अनि अंकितजी सुन्नु न, यो अहिले जसरी जेनजीको यो आन्दोलनपछि चाहिँ पार्टीलाई लिएर युवादेखि लिएर हरेक जनतामा एउटा किसिमको हुन्छ नि डिफ्रेन्ट चेन्जेसहरू आइरहेको छ। यसको मतलब अब एमालेलाई फाल्ने, माओवादीलाई फाल्ने, काङ्ग्रेसलाई फाल्ने हो कि वा त्यही बिचबाट राम्रोलाई लिएर आउने भन्ने हो हजुरहरू जेनजीको हिसाबले के छ? यस्तो हुन्छ अब डेमोक्रेटिक सिस्टममा सबै पार्टीलाई फालेर अब त्यो पार्टीविहीन पोलिटिक्स भन्ने अलिकति गाह्रो हुन्छ कल्पना गर्न। यत्रो वर्षदेखि जरा गाडेर बसेको पार्टीहरूलाई फाल्न सकिन्न। अब त्यो पार्टीलाई लिड गरिरहेको जो मान्छे लिडरहरू छ, त्यो सबै पार्टीहरूमा पनि राम्रो नेता छन् नि त, राम्रो नेतै नभएको पार्टी भएको होइन। कतिपय ठाउँमा गर्न चाहँदै गर्न नपाएको कन्टेक्स्ट पनि देखिरहेको छौँ हामीले। भने त्यो पार्टीहरू इम्प्रुभमेन्ट भएर आउनु पऱ्यो। यति धेरै पार्टी पनि जरुरी छैन होइन। हरेक नेता, एकजना नेतालाई म राम्रो हो भन्ने लाग्यो भने ऊ छुट्टिएर गएर पार्टी खोलिरहेको छ। त्यस्तो पार्टी खोल्न जरुरी छैन। केही लिमिटेड पार्टीहरू हुनु पर्यो, त्यो पार्टीहरूको बिचमा फेयर हुनु पर्यो, पोलिटिक्सको कम्पिटिसन फेयर हुनु पर्यो भन्ने हाम्रो माग हो। अब पार्टीको नै नहुने इन्डिभिजुअल प्रत्यक्ष कार्यकारी प्रमुख हुनुपर्ने भन्ने हाम्रो मेन माग हो। अब त्यो अहिले फागुन 21 गतेको जुन मिति तोकेको छ त्यो चुनावमा सम्भव हुन्छ जस्तो लागेन, किनभने त्यसको लागि संविधानै संशोधन गर्नुपर्ने लगायतका लिगल प्रोसिजरहरू छन्। त्यसले गर्दा त्यो सम्भव हुन्छ जस्तो लागेन। फागुन 21 गतेको चुनाव पनि हुँदाखेरि पार्टीगत नै हुने होला। त्यो पार्टीले जितिसकेपछि त्यसपछि संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी प्रमुख हुनुपर्ने, बाँकी कुराहरू त पार्टीगत पोलिटिक्स नै हुन्छ। तर पार्टीहरू इम्प्रुभमेन्ट भएर आउनु पर्यो भन्ने हाम्रो माग हो। त्यो भनिराख्दा अहिले जसै सुशीलाजीले चाहिँ हाम्रो संसदहरू सुनिन्दा है, एक हिसाबले जेनजीले नै खोजेको
लिनुभएको छ तीमा चाहिँ के छ दाजुको? यस्तो हुन्छ, त्यो ठ्याक्कै 100% पर्फेक्ट मान्छे कहीँ न कहीँबाट टच नै नभएको मान्छे अब नेपालमा त्यतिको हायरार्कीमा पुगिसकेको मान्छे भेटिन्न। कहीँ न कहीँ कुनै न कुनै तरिकाले पोलिटिकल्ली इन्फ्लुएन्स हुन्छ। उहाँको इन्डिभिजुअल भिजन जुन छ पोलिटिकल्ली इन्फ्लुएन्स हुनुपर्ने कुरा, त्यो कुरालाई चाहिँ उहाँले अहिले सेक्रिफाइस गरेर जे कामको लागि उहाँलाई जुन म्यान्डेट दिएर जेनजीले प्रधानमन्त्री बनाएको छ, दुईटा मात्रै कुरा उहाँले गर्नुपर्ने भनेको, एउटा हाम्रो आन्दोलन भ्रष्टाचार विरुद्धको आन्दोलन थियो। सो भ्रष्टाचारको जे जति कुराहरू उहाँले 6 महिना 1 वर्षको सरकारमा गर्न सक्नुहुन्छ त्यो उहाँले गर्नु पर्यो। अनि अर्को मेन कुरा भनेको इलेक्सन गराइदिनु पर्यो। इन्ट्रिम गभर्मेन्टबाट हट्ने गरी अर्को गभर्मेन्ट फर्म हुने गरी उहाँले इलेक्सन गराइदिनु पर्यो। त्यो बाहेक अहिले मन्त्री को बन्छ, को मन्त्री बनेर 6 महिनामा के काम गर्न सक्छ भन्ने कुरा पनि त्यति धेरै हामीले खोजिरहेको कुरा जस्तो मन्त्री सिलेक्सनमा पनि उहाँले पोलिटिक्समै नलागेको मान्छे हानेर मन्त्री बनाउने, आज पनि उहाँको एउटा बिबिसीमा इन्टरभ्यू हेरिरहेको थियौँ अनि त्यो कुरा गर्नुभएको छ। त्यो कुरामा हामी समर्थन छौँ। एकदमै पोलिटिक्समा नलागेको मान्छे मन्त्री बन्नु अनि आफ्नो कार्यक्षमताको आधारमा मन्त्री बनाइनु भनेको राम्रो कुरा हो। सो उहाँले त्यस्तो एकदमै बायस भएर केही डिसिजन लिनुहुन्छ होला जस्तो चाहिँ लागेको छैन अहिलेसम्म। अनि तपाईँको विचारमा चाहिँ अहिलेको यो जेनजी पुस्तामा चाहिँ अलि लोयल्टीको कस्तो छ त? यो उहाँहरू लोयल हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरामा चाहिँ के छ दाजुको धारणा? यो कुरामा जज गर्न अलिक छिटो हुन्छ होला, अहिले टाइमले बताउँछ। जेनजी कुनै एउटा इन्डिभिजुअल व्यक्ति होइन, कुनै एउटा समूह होइन, यो एउटा आइडिया हो, कन्सेप्ट हो, एउटा विद्रोहको होइन एउटा कन्सेप्ट हो। कन्सेप्ट लोयल हुने कि नहुने भन्ने कुरामा जेनजीको जुन कन्सेप्ट छ त्यो कन्सेप्ट चाहिँ लोयल हुन्छ। अब यसलाई परिचालन गर्ने भित्र इन्डिभिजुअल लोयल हुने कि नहुने कुरा भन्ने चाहिँ समयले बताउँछ। किनभने कति बेला को मान्छे के कुराको लोभ पाएर मुडिन्छ भन्ने कुराको पनि ग्यारेन्टी हामीले लिन सक्दैनौँ। तर जुन तरिकाले यो आन्दोलनको फर्म भयो, जुन तरिकाले यत्रो ठुलो विद्रोह भयो होइन, यत्रो 70-80 वर्षदेखि जङ्गी चलिरहेको सिस्टमलाई 70-80 घन्टा नहुँदै जुन तरिकाले क्रास आउट गरेर फालिदियो, यसले चाहिँ जेनजी वास्तवमा युवाले चाह्यो भने के हुन्छ भन्ने कुरा देखाएको छ। अब होप दे डु एभ्रिथिङ फर द राइट थिङ भन्ने कुरा हो। अब नराम्रो बाटोमा यो सम्म नलागोस् भन्ने हाम्रो एक्सपेक्टेसन हो।